हिट प्रोटेक्सन चाहिँ फिनिस भएको भएर मैले युज गरेको छैन। मैले प्रिभियस भिडियोमा पनि युज गरेको थिएन। अब यो हेयरको पनि म पार्टिसन गर्छु। यसरी पार्टिसन गरेर अब यो हेयरलाई चाहिँ म अलग्गै बान्छु। अनि यो जति पनि हेयर छ अब यो हेयरलाई फेरि मैले दुईटामा पार्टिसन गर्छु। पहिला हेयर खोलेर यसैमै रोल गर्छु। यसरी रोल गर्दै भित्रपट्टिबाट फेरि रोल गर्दै लिएर जाने, नजिक लिएर जाने एन्ड क्लिप गर्ने। अहिले यस्तो राम्रो बसिसक्यो गाइस, यसैमा सँगै टकिङ गर्छु। टकिङ गर्ने लाइक दिस। लाइक दिस साइडमा बान्ने लाइक दिस भयो। अब यो बीचको क्राउन सेक्सनको पालो आउँछ, हाफमा डिभाइड गर्ने लाइक दिस। फ्रन्ट सेक्सन हियर इज द मोस्ट गाइज। यसलाई पनि यसरी मजाले एकछिनसम्म राख्नु होला। यसले नै तपाईँको स्टाइल देखाउनमा एकदम हेल्प गर्छ। रोलरले भित्रपट्टितिर यसरी इनवर्ड डिरेक्सनमा घुमाउँदै घुमाउँदै लाने एन्ड टक गर्ने भयो। अब मेरो हेयर भइसक्यो एन्ड मसँग चाहिँ सेटिङ स्प्रे थियो। मैले चाहिँ ग्याट्सबाईको सेटिङ स्प्रे किनेको थिएँ। मैले आज चाहिँ स्प्रे गरेँ बिकज मलाई चाहिँ यो हेयर स्टाइल गरेर कहीँ पनि जानु छैन। सो तपाईँले चाहिँ यतिखेर चाहिँ हेयर स्प्रे मजाले स्प्रे गर्न सक्नुहुन्छ। यो ब्रस चलाउँदा यसमा एउटा के ध्यान दिनुपर्छ भने यसको चाहिँ यो एकदमै छोटो छ कि यो तार, अनि यो तार चाहिँ तपाईँले कपाल रोल गर्दा यस्तै रोल हुन्छ। सो यो चाहिँ प्रिकसन चाहिँ लिनुपर्छ। मेरो अघि एक दुईचोटि खसिसकेछ। सो मैले यो राखेको चाहिँ 1 आवर्स एक्ज्याक्टली भयो। मैले प्रिभियस भिडियोमा चाहिँ 2 आवर्ससम्म राखेको थिएँ, बट दिस टाइम मैले अनि 1 आवर्स राखेको छु। सो अब ओपन गरौँ है त। हेयर ओपन गर्दाखेरि पनि रोल गर्दै ओपन गर्नु होला है। सी 1 आवरमै पनि यसरी घुमाउँदै घुमाउँदै खोल्ने है। सी मैले नो एनी सेटिङ स्प्रे है। मेरो प्रिभियस भिडियोमा चाहिँ सेटिङ स्प्रे थियो एन्ड दिस टाइम चाहिँ एउटा पनि सेटिङ स्प्रे युज गरेको छैन मैले।